हुन्छ आज म तपाईहरुलाई केही कुराहरु सिकाउन गइरहेको छु। जस्तै आफ्नो मोबाइल एकाउन्ट मोबाइल बैंकिङबाट कसरी बत्तीको बिल तिर्ने भन्ने बारेमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। तपाईहरुले के गर्नु सक्नुहुन्छ भने पहिलो पल्टमा हामी आफ्नो मोबाइल बैंकिङलाई लगइन गर्नुहोस्। लगइन गरिसकेपछि यस्तो अप्सन खुल्छ। यस अप्सनमा तपाईहरु फेरि रु पेमेन्ट्समा थिच्न सक्नुहुन्छ। अनि रु पेमेन्ट्सबाट तपाईहरु कहाँ जान सक्नुहुन्छ भने यहाँ इलेक्ट्रिसिटी लेखेको छ। इलेक्ट्रिसिटी यो जस्तै यो लाइटको चिन्ह दिएको छ। इलेक्ट्रिसिटी लाइटको चिन्हमा थिच्नुहोस्। त्यसपछाडी नेपाल विद्युत प्राधिकरणमा थिच्न सक्नुहुन्छ। अनि यहाँ के लेखेको छ भने सिलेक्ट काउन्टर भनेको छ। यो सिलेक्ट काउन्टरमा चाहिँ तपाईहरुले के लेख्न सक्नुहुन्छ भने आफ्नो काउन्टर कहाँको काउन्टरमा तिर्दै हुनुहुन्छ त्यहाँको काउन्टर तपाईहरुले थिच्न सक्नुहुन्छ। मेरो चाहिँ काउन्टर खादबारी लेखेर म तपाईहरुलाई देखाउँदै छु। KHA खादबारी भनेर यहाँ आइगएको छ। अनि यहाँ आफ्नो जस्तै बिलमा रहेको सिङ नम्बर हुन्छ। यो सिङ नम्बर के राख्न सक्नुहुन्छ भनेपछि तपाईहरुले बिलमा हेर्न सक्नुहुन्छ। यहाँ 0 मेरो चाहिँ यहाँ 014.17.0996 जस्तै यसमा यति आयो हैन। यो सिङ नम्बर हो। अनि यहाँ कस्टमर आइडी तल्लो अप्सनमा लेखेको छ। कस्टमर आइडी मा चाहिँ आफ्नो आइडी त्यही हुन्छ 24977971 यति छ। अनि यसलाई इन्क्वायरीमा हाल्दिनुस्। तपाईहरुले यसमा इन्क्वायरीमा जान सक्नुहुन्छ। अनि मेरो चाहिँ यहाँ बिल निस्कियो। जम्मा बिल टोटल नेयर भनेछ। एनपीआर को मतलब पैसा 173 रुपैयाँ रहेछ। मेरो यो नयाँ बिल हो। तपाईहरुले यसरी तिर्न सक्नुहुन्छ। अनि यसमा आफ्नो पेमेन्ट गर्न सक्नुहुन्छ। तपाईहरुले अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ। बिलमा जाँदाखेरि धेरै टाइम लाग्ने बिल तिर्न जाँदाखेरि बरु अनलाइन गर्दाखेरि तपाईलाई टाइम नलाग्ने अनलाइनमा तपाईलाई सजिलो पनि हुन्छ। यो त्यही भएर मैले सिक्नको लागि हाल्दिएको छु। जस्तै आइडी नम्बर यो भनेको कस्टमर आइडी भयो 24991। अनि जस्तै सिङ नम्बर भनेको 014.17.096 हुन्छ। यसरी तपाईले यो चिन्न सक्नुहुन्छ। मेरो चाहिँ 173 निस्केको रहेछ। अनि यहाँ पेमेन्टमा जान सक्नुहुन्छ। अनि यहाँ पेमेन्ट गरेर तपाईलाई कन्फर्म गर्न सक्नुहुन्छ। स्क्रिनशट पनि हाल्न सक्नुहुन्छ तपाईहरुले। नेटको प्रब्लमले गर्दा राम्रो चलिरहेको छैन। हुन्छ मैले भिडियो धेरै लामो बनाएँ किनकि यो बनाउन जरुरत नै छ। कति जनाले जानिरहेका छैनन्, दुःख पाइरहेका छन् यो एउटा बिलको कारणले गर्दाखेरि। हुन्छ यहाँ यस्तो आयो। यो चाहिँ मेरो एकाउन्ट नम्बर हो। यहाँ प्रोसेड थिच्न सक्नुहुन्छ। 173 टोटल यो पैसा हो। अनि यसमा टोटल यस्तो गरेर हाल्नुपर्छ। स्क्रिनशट पनि हाल्न सक्नुहुन्छ तपाईहरुले। यहाँ प्रोसेडमा थिच्न सक्नुहुन्छ। आफ्नो कोड हाल्न सक्नुहुन्छ। हुन्छ धन्यवाद। मैले यति नै आज भिडियो बनाएँ।